अनि प्रभु चाहिँ मसीहा, उहाँ चाहिँ उद्धारकर्ता, उहाँ मारिनु र त्यस पश्चात बौरी उठ्नु त्यो चाहिँ जरुरी छ भन्ने कुराहरू चाहिँ उहाँले पहिलाबाट नै भन्नुभएको कुराहरू अनि चेलाले पनि धेरैचोटि त्यहाँ बुझ्न सकेन। लुकाको सुसमाचार 4:21 उहाँले यशायाको पत्र पढ्दै गर्दा उहाँले भन्नुभयो, अब यो वचन तिमीहरूको सुनाइमा पुरा भएको छ। उहाँले भन्न चाहेको चाहिँ आउनेवाला मसीहा चाहिँ म नै हुँ भनिकन चाहिँ प्रभुले त्यहाँ भन्न चाहिरहनु भएको थियो। प्रभु यीशु ख्रीष्टको जन्म, उहाँको मृत्यु, हामी यसमा धेरै कुराहरू हामी भन्छौँ, तर हाम्रो लागि सबभन्दा ठुलो कुरा यदि उहाँको पुनरुत्थान नभएको भए, यदि उहाँ चाहिँ मरेर तेस्रो दिनमा उहाँ चाहिँ बौरी नउठ्नु भएको भए, त्यति बेला चाहिँ पावलले भन्छ त्यसले हामीलाई बरु धोकाको कुराहरू हुने हुन्थ्यो भन्ने कुरा चाहिँ पावलले गर्दछ। हामी त्यो कुरालाई हामी बादमा हामी हेर्नेछौँ कोरिन्थीको पुस्तकहरूबाट। पहिला म तपाईँहरूसँग बात गर्न चाहे के विषयमा भन्दाखेरि चाहिँ मैले सिकेको कुराहरू, मेरो अलिक स्टडी गरेर मैले बुझेको कुराहरू म तपाईँहरूसँग राख्दैछु। यीशु ख्रीष्टको पुनरुत्थानले चाहिँ परमेश्वरको त्यो जुन चाहिँ उद्धारको जुन चाहिँ योजना थियो त्यो कुराहरू चाहिँ आज विश्वासीहरूको विश्वासमा उहाँले त्यो काम चाहिँ पुरा गर्नुभयो। जुन चाहिँ परमेश्वरले एउटा उहाँले मानिसको उद्धारको लागि, रिडेम्सनको लागि एउटा योजना बनाउनु भयो, त्यो इतिहासमा धेरै कुरा हुँदै 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 फाइनली त्यो कम्बिनेसन भन्ने त्यो रिलेटिभ हिस्ट्रीमा त्यो त्यहाँ आएर चाहिँ त्यहाँ कम्प्लिट भएको छ उहाँको पुनरुत्थानद्वारा चाहिँ। तपाईँले मत्तीको सुसमाचार 28:5-6 हेऱ्यो भने यस्तो लेखिएको छ, तर स्वर्गदूतहरूले ती स्त्रीहरूलाई भने तिमीहरू नडराऊ, किनभने मलाई थाहा छ कि तिमीहरू क्रुसमा टाँगिनु भएको यीशुलाई खोज्दछौ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएको हुनु चाहिँ उहाँको पुनरुत्थान भएको छ। अब प्रभु बस्नु भएको ठाउँ पुरानो करारमा जति पनि कुराहरू लेखिएको छ, ओल्ड टेस्टामेन्टमा लेखिएको कुराहरू चाहिँ त्यो ऐतिहासिक कुराहरू, बाइबलका इतिहासका कुराहरू जुन चाहिँ प्रुभन फ्याक्ट हो, अनि त्यही कुराहरूको जति पनि अगमबाणी प्रोफेसीहरू भयो त्यो सबै कुराहरू चाहिँ नयाँ नियममा पुरा भएको हो। अनि त्यही कुराहरूलाई चाहिँ त्यो कुराहरू जुन चाहिँ पुरानो करारमा अगमबाणी भएका कुराहरू, घटना भएकाहरू, त्यो सबै कुराहरू नयाँ नियममा आएर पुरा भएका कुराहरू पनि त्यहाँ हामी देख्छौँ। अनि जुन चाहिँ यीशु ख्रीष्टको पुनरुत्थानको कुराहरू थियो त्यो कुराहरू जस्तै प्रकार भजन 16मा हामीले हेऱ्यौँ। अनि साथै अब्रामले जब इसाकलाई बलिदान गर्न तयारी गरेको थियो त्यो पनि एउटा यीशु ख्रीष्टको बलिदानको अनि पुनरुत्थानको एउटा त्यहाँ पनि एउटा सांकेतिक घटना त्यहाँ भइरहेको थियो। बिना पुनरुत्थान यदि हामी सोचौँ न, यदि प्रभुको पुनरुत्थान नभएको भए, यीशु ख्रीष्टले क्रुसमा मर्नुभयो, उहाँलाई गाडियो, अनि त्यस पश्चात उहाँ चाहिँ जिउनु उठेको भए, उहाँको पुनरुत्थान नै नभएको भएदेखि उहाँ चाहिँ हाम्रो मुक्तिदाता अनि उहाँ चाहिँ हाम्रो उद्धारकर्ता हुन सक्थेन। कदापि उहाँ चाहिँ उद्धारकर्ता हुन सक्ने थिएन, किनभने उहाँको पुनरुत्थानको विषयमा धेरै कुराहरू त्यहाँ भनेको छ। अनि दानियलको पुस्तक 12:2 त्यहाँ हेऱ्यो भने कतिजना चाहिँ सर्वको लागि पुनरुत्थान हुनेछ भने, कतिजना चाहिँ एउटा महिमित आशाको लागि पुनरुत्थान हुनेछ भन्ने कुराहरू पनि त्यहाँ पुरानो कारणमा लेखेको हामी देख्छौँ। भने यीशु ख्रीष्टको पुनरुत्थान चाहिँ यीशु ख्रीष्टको शिक्षाको एकदमै मुख्य, यो चाहिँ एउटा मतलब मुख्य पोइन्ट, एउटा फोकल पोइन्ट भनौँ न। यीशु ख्रीष्टको पुनरुत्थान चाहिँ ख्रीष्टको शिक्षाको एकदमै सबैभन्दा ठुलो कुरा थियो त्यहाँ। एकदमै उहाँको मृत्यु, उहाँको पुनरुत्थानमा सबभन्दा ठुलो कुरो चाहिँ उहाँको मृत्यु त हुनु नै थियो, तर मृत्यु पश्चात उहाँको पुनरुत्थान चाहिँ सबभन्दा ठुलो कुरो। किनभने पुनरुत्थानको विषयमा चाहिँ सुसमाचारको 4वटा वर्षको सुसमाचारमा चाहिँ हामी पाउँछौँ उहाँ चाहिँ पुनरुत्थान हुनुभएको अनि साक्षीका कुराहरू पनि त्यहाँ लेखेको छ। पावलले पनि भन्दछ, पावलले के भन्दछ भने चाहिँ बिना पुनरुत्थान उद्धार चाहिँ सक्षम हुन थिएन, अनि बिना पुनरुत्थान चाहिँ हाम्रो विश्वास पनि कमजोर हुन्थ्यो, अथवा हाम्रो विश्वासको त्यो जुन चाहिँ जब पनि हुने थिएन। बिना पुनरुत्थान चाहिँ उद्धार पनि त्यहाँ कम्प्लिट हुने थिएन। रोमी 10:9मा हामीले हेऱ्यौँ भने त्यहाँ यदि तिमीहरूको मुखले चाहिँ यीशु ख्रीष्टले मुक्तिदाता र उद्धारकर्ता अनि उहाँ चाहिँ बौरी उठ्नु भएको प्रभु हो भनेर जब तिमीले विश्वास गर्छौ तब तिमीहरू उद्धार हुनेछ भन्ने कुरा त्यहाँ लेखेको हामी देख्छौँ। यीशु ख्रीष्टको पुनरुत्थानको विषयमा चाहिँ तबदेखि प्रचार हुन थाल्यो। पुरानो करारमा पुनरुत्थानको विषयमा त्यो प्रचार भएको कुराहरू हामी देख्दैनौँ भने जब नयाँ करारमा जब प्रभुको पुनरुत्थान भयो तबदेखि चाहिँ यीशु ख्रीष्टको पुनरुत्थानको विषयमा चाहिँ प्रचार पनि हुन थाल्यो। अघि हामीले प्रेरित कर्ममा पत्रुसले गरेका उहाँले गरेको जुन चाहिँ प्रचारहरू यीशु ख्रीष्टको पुनरुत्थानको विषयमा बताएको छ भने
अनि प्रेरितको कर्महरूमा पनि प्रायः प्रभुका चेलाहरूले चाहिँ पुनरुत्थानको विषयमा यीशु ख्रीष्ट पुनरुत्थान हुनुभएको उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ भन्ने कुरामै जोडेर प्रचार गरेको कुरा हामी देख्छौँ। मैले भन्न चाहेको छ बिना पुनरुत्थान हाम्रो विश्वास र हाम्रो प्रचार पनि बेकार हुँदछ। अनि बाइबलमा यो पुनरुत्थानको विषयमा यो कतिचोटि चाहिँ यो शब्द वर्ड प्रयोग गरेको रहेछ भन्दाखेरि चाहिँ लगभग 42 चोटि यो वर्ड रिजर्भेसन चाहिँ बाइबलमा लेखिएको रहेछ। अनि 40 वटा पदहरूमा चाहिँ यो शब्दलाई चाहिँ त्यहाँ प्रयोग गरिएको रहेछ। अनि पुनरुत्थानले चाहिँ एउटा हामीलाई हाम्रो विश्वासको एउटा बलियो जब दियो। हामी प्रभुमा विश्वास गर्छौँ, उहाँको पुनरुत्थान हुनुभएको, त्यही कुराले हाम्रो उद्धार पनि भएको छ। अनि आज मण्डलीहरूले पनि उहाँको पुनरुत्थानको एउटा साक्षी दिएको छ। जब हामी यो पहिलो कोरिन्थी 15 हामी हेर्छौँ, त्यो पुनरुत्थानको विषयमा धेरै लामो कुरा लेखिएको छ र त्यही विषयमा म तपाईँहरूसँग चर्चा गर्न गइरहेको छु। 15:1ले भन्छ पहिलो कोरिन्थी, ए भाइ हो, म तिमीहरूलाई त्यही सुसमाचार बताउँछु जो मैले तिमीहरूलाई प्रचार गरेको थिएँ र तिमीहरूले ग्रहण पनि गरेको थियो, जसमा तिमीहरू अडेका छौ। यीशु ख्रीष्टको पुनरुत्थान भएको हो भन्ने विश्वासमा चाहिँ त्यो मण्डलीको पनि स्थापना भयो। त्यो विश्वासमा मण्डली चाहिँ स्थिर भयो। अनि यो कोरिन्थीको मण्डलीहरूमा भएको विभिन्न प्रकारको समस्या कुराहरू हामी देख्दै पनि कोरिन्थीको मण्डली चाहिँ यीशु ख्रीष्टको पुनरुत्थानमा एकदमै त्यो या त बलियो भएर बसेको, यीशु ख्रीष्टको पुनरुत्थान भएको हो भन्ने एउटा साक्षी पनि दिएको। अनि पुनरुत्थान भएको भन्ने त्यो शिक्षाहरूमा र त्यो विश्वासमा चाहिँ कोरिन्थीको मण्डली धेरै समस्या भए तापनि त्यो कुरामा उनीहरू स्थिर भएको। यद्यपि कोरिन्थीको मण्डलीमा धेरै समस्या थियो, पाप थियो, विभिन्न व्यभिचार कुराहरू थियो, असभ्यपन, विभिन्न प्रकारका कुराहरू थियो त्यहाँ। तर त्यस्तो कुरा हुँदै पनि उनीहरूको विश्वास र ख्रीष्टको पुनरुत्थानमा विश्वास गरेको कारणले गर्दा उनीहरूको विश्वासले गर्दा अरू व्यक्तिहरूको पनि जीवनहरू त्यहाँ परिवर्तन भएको रहेछ र उनीहरूको जीवन चाहिँ एउटा ख्रीष्टमा आएको पनि रहेछ। कोरिन्थीको मण्डलीको त्यो एउटा साक्षी पनि त्यहाँ हामी देख्न सक्छौँ। अनि पाउलले पहिलो कोरिन्थी 15:4 भन्दछ, र गाडिए औ धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँको पुनरुत्थान भयो भन्ने कुराहरू जुन चाहिँ लेखिएको छ पहिलो कोरिन्थीको मण्डलीलाई पत्र लेख्दै गर्दा त्यो विषयमा चाहिँ उनीहरूको एउटा साक्षी र उनीहरू चाहिँ त्यसमा चाहिँ बलियोसँग गरेका कुराहरू पनि हामी कोरिन्थीको मण्डलीमा हामी देख्छौँ। कमजोरी थियो, कमजोरता थियो, मण्डलीमा एकदमै व्यभिचारका कुराहरू, विभिन्न प्रकारको स्थिति, झुटा शिक्षाका कुराहरूदेखि लिएर उनीहरू प्रभु होसमा आउँदाखेरि पनि विभिन्न प्रकारको एउटा अर्डर नभएको, अनि उनीहरूको सेवकाईको पनि त्यहाँ विभिन्न प्रकारको त्यो समस्याहरू भयो। यस्तो हुँदै पनि पहिलो कोरिन्थीको मण्डलीहरू चाहिँ ख्रीष्टको पुनरुत्थानमा चाहिँ उनीहरू विश्वासमा चाहिँ बलियो भएको त्यो प्रकारको मण्डली चाहिँ कोरिन्थीको मण्डली चाहिँ त्यहाँ रहेछ। अनि उनीहरू त्यही कारणले गर्दाखेरि प्रभुको पुनरुत्थानद्वारा चाहिँ धेरै व्यक्तिहरू एकदमै नराम्रो प्रकारको चरित्र भएका व्यक्तिहरू पनि उनीहरू चाहिँ त्यहाँ परिवर्तन भयो। पुनरुत्थानको साक्षी आज म तपाईँ हामी सबै मण्डलीहरू हौँ। यीशु ख्रीष्ट पुनरुत्थान हुनुभएको छ, त्यसै कारणले गर्दा आज मण्डली छ, प्रभुको देह छ। यदि प्रभुको पुनरुत्थान नहुनु भएको भए सायद देह त्यहाँ रहने थिएन, देह चाहिँ सायद हराएर जाने थियो। प्रभु मृत्युलाई जित्नु भयो, भोलि उठ्नु भयो। अनि सन्डे यो आज हप्ताको पहिलो दिन, यो विश्राम दिन होइन, हप्ताको पहिलो दिन, ज्युइस क्यालेन्डर अनुसार फर्स्ट डे अफ विक हो। अनि प्रभु विजय हुनुभएको, मृत्युलाई जित्नु भएको दिन र हामी पुनरुत्थानको दिन भनेर चाहिँ हामी चाहिँ यो दिनलाई हामी मनाउँछौँ। पहिलो कुरा पुनरुत्थान मण्डलीले साक्षी दिइरहेको छ, हाम्रो साक्षी कि प्रभु पुनरुत्थान हुनुभएको हो। दोस्रो कुरो चाहिँ के पनि रहेछ भन्दाखेरि पुनरुत्थान चाहिँ एउटा खास एउटा टेस्टिमोनी हो। प्रभु पुनरुत्थान हुनुभयो, यो एउटा खास एउटा स्पेसल टेस्टिमोनी रहेछ। अनि किन चाहिँ स्पेसल टेस्टिमोनी रहेछ ख्रीष्टको पुनरुत्थान चाहिँ द्वारा चाहिँ भनेर चाहिँ पाउलले कोरिन्थीको मण्डलीलाई नै लेख्दैछ। फेरि 15:5 र 7 पदलाई पढ्दै जाँदाखेरि उनले यसको वर्णन गरिदिएको छ क्या त यसको विटनेसको विषयमा। पहिलो कोरिन्थी 15:5 देखि 7 पढ्दाखेरि उहाँ केफस कहाँ अनि 12 जना कहाँ देखा पर्नुभयो उहाँको पुनरुत्थान पश्चात चाहिँ। त्यसपछि उहाँ एकैपल्ट 500 भन्दा बढ्ता भाइहरू कहाँ देखा पर्नुभयो, जसमध्ये धेरै जसो अहिलेसम्म छन् तर कुनै भने सुतिसके। त्यसपछि उहाँ याकुब कहाँ र सबै प्रेरित कहाँ पनि देखा पर्नुभयो। अनि अन्तमा पाउलले भन्छ कि सबैभन्दा कान्छो बेला नपुगी जन्मेको मान्छे जस्तै म कहाँ पनि प्रभु देखा पर्नु भयो।
अनि यीशु ख्रीष्टको पुनरुत्थान चाहिँ एउटा हाम्रो एउटा स्पेसल एउटा टेस्टिमोनी चाहिँ कसको कुरा रहेछ भन्दाखेरि चाहिँ प्रेरितहरूकोबाट। अनि त्यति मात्रै नभएर चाहिँ यहाँ धेरै व्यक्तिहरू 500 अनि अन्य धेरै प्रेरितहरू अन्य धेरै चेलाहरूमा पनि प्रभु देखा पाउनुभयो। अनि जसद्वारा चाहिँ उहाँले चाहिँ धेरैजना व्यक्तिको जीवनलाई पनि परिवर्तन गर्नुभयो। पौलकै जीवन परिवर्तन भयो जब दमस्कसको बाटोमा उहाँ जाँदै गर्दाखेरि पौलले जब प्रभुसँग इन्काउन्टर भयो त्यस पश्चात उनको जीवन चाहिँ परिवर्तन भयो। अनि 3 प्रकारले उनको जीवन परिवर्तन भएको छ। पहिलो चाहिँ फिलिपी 3:5 तपाईँले हेर्नुभयो भने पौलको जीवन कस्तो थियो भन्ने कुरा देखाउँछ क्या त। अनि उनी चाहिँ प्रभुमा आउनुभन्दा अगाडि उनी कस्तो खालको व्यक्ति थियो भन्ने कुरा पनि त्यो बताउँदछ। पहिलो कुरो पौलले आफ्नो पापलाई देख्दछ अनि उनी चाहिँ व्यवस्थालाई पालन गर्ने यहुदीहरूको यहुदी भनेर चाहिँ पौलले भन्दछ क्या त। ऊ एकदमै गामलियलको शिक्षामा हुर्केको एकदमै ऊ चाहिँ परिपक्व एउटा फरिसी हो पौल चाहिँ। अनि पौलले जब प्रभुसँग उनको भेट भयो त्यस पश्चात पौलले यो कुरा थाहा पनि गर्छ कि मेरो धर्म कर्म व्यवस्था पालन त योले त नहुँदो रहेछ भन्ने कुरा पनि पौलले देखे र उनले आफ्ना पापलाई पनि देखे अनि उनको जीवन परिवर्तन भयो। अनि प्रभुसँग पुनरुत्थित प्रभुसँग जब पौलको भेट भयो त्यस पश्चात उसको चरित्र पनि परिवर्तन भयो। अगाडि चाहिँ मण्डलीलाई सताउने अनि इसाईहरूलाई कुटपिट गर्ने झेलखानामा हाल्ने व्यक्ति कस्तो प्रकारको सतर्कमा उसले ऊ त कतिचोटि ऊ चढेको जहाज नै फुट्यो भन्दैछ। उसलाई त मार्न खोजे मान्छेहरूले होइन। विभिन्न ठाउँमा विभिन्न स्थितिमा जे हो नाङ्गोपनमा कमजोरीमा दरिद्रतामा अनि अपुग स्थिति अवस्थामा उसले विभिन्न प्रकारका कुराहरू उसले झेल्न सिके। किनभने उसले आफूलाई ख्रीष्टमा समर्पण गरेर ख्रीष्टको लागि जिउन चाहिँ उसले सिकेको रहेछ। त्यस्तो ज्ञानी मान्छे संसारको सायद अब राम्रो प्रकारको पोस्टमा जानु हुने धेरै पैसा कमाउने तर त्यो सबै कुरो चाहिँ उनले त्यागेर चाहिँ ख्रीष्टमा जब आए तब उनको क्यारेक्टर पनि एउटा कस्तो भन्दैछ एउटा रिभोल्युसनाइज भएछ। उनको चरित्र नै परिवर्तन भए र उसले ख्रीष्टमा आफ्नो जीवन समर्पण गरेको कारणले गर्दाखेरि चाहिँ उसले धेरै कष्ट र दुःख पनि त्यहाँ सहेको रहेछ। अनि पुनरुत्थित प्रभुको शक्तिमा जब पौल आए त्यस पश्चात पौलले आफ्नोमा भएको हरेक कुरो चाहिँ जुन जोसले चाहिँ पहिला कामहरू गर्थे त्यही जोसले उसले चाहिँ कामहरू गर्न थाले। मण्डलीको सेवा गरे, मण्डलीको स्थापना गरे अनि 3 त मिसनरी जर्नी गरे उसले। त्यति मात्र होइन, त्यो सम्पूर्ण एसिया माइनरदेखि लिएर विभिन्न ठाउँमा उसले आफ्नो प्रभुको सुसमाचार लिएर आफ्नो जीवनलाई ख्रीष्टमा समर्पण गरेका कुराहरू हामी त्यहाँ देख्छौँ। ख्रीष्टको पुनरुत्थान मण्डलीको साक्षी हो। ख्रीष्टको पुनरुत्थान एउटा स्पेसल टेस्टिमोनी हो किनभने प्रेरितले देखे 400 अनि अन्य धेरै कहाँ पनि देखा पर्नुभयो एउटा साक्षी हो। अनि प्रभुको पुनरुत्थान चाहिँ यो हाम्रो विश्वास पनि हो। फेरि प्रभुको पुनरुत्थान चाहिँ हाम्रो विश्वास। पहिलो कोरिन्थी 15:12 लेखेको छ, मरेकाहरूबाट पुनरुत्थान हुनुभएको छ भन्ने ख्रीष्टको प्रचार हुन्छ भने तिमीहरू मध्ये कसैले मरेकोहरूको पुनरुत्थान हुँदैन भने कसरी भन्छौ? किनभने यो कोरिन्थीको मण्डलीमा यस्ता व्यक्तिहरू पनि रहेछ। त्यति बेला चाहिँ उनीहरूलाई एउटा इन्फ्लुएन्स दिन्छ क्या त, ग्रिक डुअलिजम भनेर। प्रभु चाहिँ उहाँ चाहिँ आत्मा हुनुहुन्थ्यो अनि आत्मा चाहिँ मानिस हुन सक्दैन भन्ने प्रकारको शिक्षाहरू पनि आएको थियो। र त्यही कारणले गर्दा उनीहरू चाहिँ त्यो विश्वासमा स्थिर बस्नु, किनभने यीशु ख्रीष्ट चाहिँ पर्फेक्ट ह्युमन बिङ उहाँ चाहिँ ह्युमन हुनुहुन्थ्यो अनि त्यस्तै प्रकारले चाहिँ उहाँ चाहिँ पर्फेक्ट ईश्वर गड पनि हुनुहुन्थ्यो भन्ने कुरालाई पनि पौलले यहाँ जोड दिँदछ। पुनरुत्थान एउटा हाम्रो विश्वास हो किनभने यदि हामी हाम्रो शरीरको बलि उठाइ हुँदैन भने, यो विश्वासमा हामी छैनौँ भने त्यति बेला त त्यस्तो विश्वास हामी गर्दैनौँ भने त त्यो त झन् डरलाग्दो हो। यदि ख्रीष्टको पुनरुत्थान भएको कुरामा हामी विश्वास गर्दैन, हाम्रो त पुनरुत्थान हुन्छ कि भनेर हामी बस्छौँ भने त्यो विश्वासै बेकार हो। अनि ख्रीष्टको मृत्युमा विश्वास गर्नु अनि ख्रीष्टको पुनरुत्थानमा चाहिँ मसीहाको पुनरुत्थानमा चाहिँ विश्वास नगर्नु भने चाहिँ त्यो विश्वास चाहिँ विश्वास भएन, फेरि त्यो चाहिँ अविश्वास भयो। अनि उनको पनि सायद त्यस्तो विश्वास त्यो कुरामा विश्वास नगर्ने व्यक्तिको सायद उसको पुनरुत्थान पनि हुँदैन। अनि जो चाहिँ ख्रीष्टको पुनरुत्थानमा विश्वास गर्दैन उनीहरू चाहिँ शर्म र घृणाका लागि चाहिँ पुनरुत्थान हुनेछ त्यो कुरा। त्यसले गर्दाखेरि के हो, हाम्रोमा त्यो विश्वास चाहिँ हुनुपर्छ। यो चाहिँ कन्फर्म हामी हुनुभयो
कि जसरी ख्रीष्टको पुनरुत्थान भयो मेरो र तपाईँको पनि पुनरुत्थान त्यहाँ हुनेछ, किनभने त्यो चाहिँ हाम्रो विश्वासको जब हो। जसरी फिजिकल रिजोल्युसन भयो यीशुको, त्यस्तै प्रकारले हाम्रो पनि त्यो पुनरुत्थान हुनेछ। अनि ख्रीष्टको पुनरुत्थान नभएको भए पावलले भन्छ कि हामी इसाईहरूको जीवन त बडो दयनीय हुन्थ्यो। त्यो प्याथेटिक भन्ने शब्द प्रयोग गरेको छ। त्यो प्याथेटिक भन्ने शब्द चाहिँ एकदमै मायालाग्दो, एकदमै हीन र एकदमै दयनीय अवस्था, त्यस्तो प्रकारको अवस्थालाई प्रभुले हामीलाई चुन्नु भएको होइन, तर प्रभुले हामीलाई उहाँसँगै पुनरुत्थान भइकन महिमित जीवनको लागि उहाँले हामीलाई चुन्नु भयो।